यसको त भिडियो हेर्न पनि लाजै मर्दो मान्छेको गोप्य अङ्ग अथवा भित्रिक सञ्जालमा देखिने त्यो क्यारेक्टर नै मान्छेको अन्तिम चरित्र चाहिँ होइन भन्ने चाहिँ लाग्छ मलाई। नमस्कार साथीहरू, आज यो यस्तो बजार हिँडेको थिएँ, बजार निस्केको थिएँ र बजार निस्किँदै गर्दा आज एउटा महत्त्वपूर्ण विषयमा आफ्नो विचारहरू राख्न चाहन्छु। तपाईहरूले अन्तिमसम्म सुन्नुभयो भने सायद तपाईँबाट यो भिडियोबाट केही तपाईँले सिक्नुहुनेछ, केही पाउनुहुनेछ भन्ने लाग्छ। स्पेसल्ली तपाईँ सोसल मिडियाहरूमा काम गर्नुहुन्छ, सामाजिक सञ्जालमा तपाईँ आफ्नो अनुहारहरू देखाउन चाहनुहुन्छ भने तपाईँहरूको लागि यो भिडियो सायद राम्रो हुन्छ जस्तो लाग्छ। त्यही भएर अन्तिम समय हेर्नु होला। मैले राख्न खोजेको विषय के हो भनेदेखि चाहिँ सामाजिक सञ्जालमा देखिने एउटा क्यारेक्टर चाहिँ जसको जुन व्यक्तिको चाहिँ त्यो क्यारेक्टर चाहिँ सबै उसको लाइफ होइन, मतलब उनले त्यहाँ देखाउने क्यारेक्टर चाहिँ जीवनमा उसको कति लागु हुन्छ कि हुँदैन भन्ने कुरो चाहिँ हामी ठुलो महत्त्वपूर्ण त्यहाँ सोच्नुपर्ने हुन्छ। किनभने म पछिल्लो समयमा सामाजिक सञ्जालमा विशेष गरी टिकटक लाइभ, फेसबुकहरूमा एउटा मेरो कट्टु चाहिँ लगाएर म भिडियो बनाउने गर्छु, जसमा चाहिँ त्यो कट्टुलाई लिएर धेरैले कतिले सुझाव दिनुहुन्छ, कतिले चाहिँ यो किन लगाएको, यस्तो कट्टु नभएर भन्ने लागिरहेछ। स्पेसली सम्पूर्ण मेरा छरछिमेकी आफन्तजन साथीभाइहरूले यो प्रकारको चाहिँ सुझावहरू दिनुहुन्छ। कतिपयले चाहिँ के भन्छन् भने यसको त भिडियो हेर्न पनि लाजै मर्दो मान्छेको अगाडि हेर्न पनि भन्ने पनि लाग्दो होला तपाईँहरूलाई, होइन? यो चाहिँ एउटा विशुद्ध मेरो त्यो एउटा कट्टु हो। त्यहाँभित्र एउटा अलिकति पुरानो देखिन्छ, हेर्दाखेरि नै त्यो कट्टु पुरानो देखिन्छ, तर त्यो लगाएर चाहिँ म भित्र कुनै न कुनै अन्डरवेयर लगाएको छु, अथवा त्यो लगाएर मैले कुनै पनि सामाजिक सञ्जालमा मेरो गोप्य अङ्ग अथवा भित्री नदेखाउने अङ्ग चाहिँ कतै पनि देखिएको छैन। त्यसमा लजाउनु पर्ने, आत्तिनु पर्ने, त्यसमा छ्या भन्नुपर्ने कुरै छैन, होइन? त्यो एउटा मेरो क्यारेक्टर हुनसक्छ, अर्थात् मैले रुमभित्र बसिरहँदा अथवा सामाजिक सञ्जालमा त्यो देखाउने मेरो एउटा क्यारेक्टर हुनसक्छ। तपाईँहरूले यसरी बुझ्दा पनि राम्रो हुन्छ। र सामाजिक सञ्जालमा देखिने त्यो क्यारेक्टर नै मान्छेको अन्तिम चरित्र चाहिँ होइन भन्ने चाहिँ लाग्छ मलाई। त्यही भएर तपाईँहरूले यतातिर पनि मान्छेहरू, जस्तै एउटा उदाहरणको लागि, होइन, एउटा कुनै पनि ठुलो एउटा बजारमा एउटा स्विमिङ पुल हुन्छ, त्यहाँ जसमा चाहिँ ठुल्ठुलो धनी मान्छेहरू चाहिँ बसिरहेका हुन्छन्। धनी मान्छे अनि त्यहाँ केही मान्छेहरू हेरिरहेका हुन्छन्। स्विमिङ पुलमा एउटा मान्छे ब्रा अथवा कट्टु जेसुकै लाएर त्यो स्विमिङ खेलिरहेको हुन्छ, किनकि त्यो मान्छे धनी। त्यहाँ कुनै पनि प्रश्न उठाइँदैन, उसँग धेरै पैसा छ अथवा एकदम भिआइपी स्विमिङमा पुलमा स्विमिङ खेलिरहेको छ, त्यहाँ उसलाई कतै प्रश्न उठाइँदैन। तर एउटा गरिब व्यक्ति जोसँग कुनै पनि चिज छैन, जसले सामाजिक सञ्जालमा भर्खर स्ट्रगल गरिरहेको हुन्छ, जसले अगाडि बढ्नलाई केही कोसिस गरिरहेको हुन्छ, ती मान्छेलाई एउटा कट्टु र ब्रामा अर्थात् त्यो च्यातिएको कपडामा देख्यो भने तिनलाई आलोचना गरिन्छ, अथवा आफै यसको त आफन्त भन्न नै लाजै मर्दो जस्तो चाहिँ तपाईँबाट त्यो सोच आउन सक्छ। तब त्यो मान्छे जतिखेर सक्सेस हुँदै जान्छ, त्यो मान्छे सक्सेस भएर अगाडि बढ्छ र अलिकति पैसा पावरको नजिक पुग्छ भने त्यही मान्छेसँग चाहिँ फोटो खिच्न मान्छेहरू आउँछन्। उदाहरणको लागि एउटा क्यारेक्टर हो जुन माग्ने बुढा अनि सीताराम कटेल धुर्मुस, तिनीहरूको क्यारेक्टर पनि त्यस्तो छ। तर उनीहरू अलिकति चर्चित पैसावाल भएर उनीहरूलाई त्यस्तो कम्प्लेन गरेर थोत्रो कपडाको आधारमा मैले उनीहरूलाई भनेको। त्यही भएर तपाईँहरू सामाजिक सञ्जालमा यदि जो कोही काम गरिरहनु भएको छ भने यस्ता के गरेको होला, कति भिडियो पोस्ट गरेको होला, कस्तो कपडा लगाएको होला, वा के बोलेको होला भन्ने तपाईँका आफ्ना साथीभाइ वरपरका जो कोहीले पनि त्यस्तो प्रकारको अभिव्यक्ति वा कुनै पनि सामाजिक सञ्जालमा देखिने गाली गलोचले तपाईँ नआत्तिनुहोस्। तपाईँ कतै पनि यो यस्तो हो उस्तो हो भनेर नभन्नुहोस्। तपाईँको त्यो सोच्नुहोस् तपाईँको सफलता, तपाईँ सफलतामा अगाडि बढ्दै हुनुहुन्छ, तपाईँ सफलताको लागि अगाडि लम्किँदै हुनुहुन्छ। यसरी अगाडि बढ्नु हो भने तपाईँ सफलता
पाउँदै हुनुहुन्छ भन्ने चाहिँ मेरो विचार लाग्छ साथीहरू। यो चाहिँ विशेष गरी एउटा मेरो कट्टुको विषयलाई लिएर मैले आज भिडियो बनाएँ। यो सायद मेरो लागि मात्र होइन, सबैको लागि लागु हुनसक्छ, सबैको लागि राम्रो हुनसक्छ। मलाई पछिल्लो समय टोटो मास्टर, लोटरी मास्टर भनेर तपाईँ सम्पूर्णले चिनिराख्नु भएको छ। सबैले माया गरिदिनु होला। यस भिडियोप्रति तपाईँले के भन्न मन लाग्छ, साँच्चीकै हो जस्तो लाग्छ भने आफ्ना विचारहरू पनि राखिदिनु होला। म आज यो ठाउँमा आएको छु, म केही सपिङको लागि बाहिर आएको थिएँ, त्यसको लागि भन्न मन लाग्यो केही कुराहरू भिडियोमा भने तपाईँलाई कस्तो लाग्यो। र भिडियो यो लाइक सब्सक्राइब चाहिँ गरिदिनु हुन तपाईँहरूलाई अनुरोध गर्छु। सबैले मलाई माया गरिदिनु होला। त्यही पनि आजको लागि यही नै बिदा हुन चाहन्छु। नमस्कार।